हेलो गाइज वेलकम टु माई च्यानल। अनि यहाँ चाहिँ हाम्रो यो चाहिँ पहाडको घर हो, देखिराख्नु भएको छ। यो चाहिँ काठले बनेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो घर हो। अनि यहाँ चाहिँ फुलहरू धेरै फुलेको छ। यो कस्तो राम्रो फुल फुलेको छ, यहाँ फुलहरू छ। अनि यो फुलको नाम चाहिँ के हो थाहा भएन। यो पनि कस्तो राम्रो फुल छ, हेर्नलाई पनि राम्रो देखिन्छ। अनि यहाँ पनि छ फुल। अनि यो चाहिँ हाम्रो घर पछाडि हो। अनि यो घरको पछाडि हो। अनि यहाँ चाहिँ हामीहरू धेरैजना भेला भएको छौँ। यो चाहिँ हाम्रो घर हो पहाडको। यो चाहिँ किचन घर हो। अनि मम्मी चाहिँ पिठो कुटिराख्नु भएको छ रोटी पकाउनको लागि। यहाँ चाहिँ फुलहरू पनि फुलिराखेको छ। अब तिहार आइसक्यो त्यही कारण, तर धेरै फुल छैन। यो घरको पछाडि हो, यो पनि फुल छ, हेर्न सक्नुहुन्छ। यहाँ पनि फुल छ, फुलहरू फुलिराखेको छन्। अनि यो चाहिँ ढुङ्गा हो। यो चाहिँ धेरै ठुलो ढुङ्गा छ। यहाँ चाहिँ यो ढुङ्गा छ यहाँ माथि। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ गुराँसको बोट हो हैन। यहाँ चाहिँ गुराँस फुल्छ अब। अनि यहाँ चाहिँ ढुङ्गा छ यहाँ माथि। यहाँ माथि पनि फुलै फुल छ। म चाहिँ माथि जाँदैछु। अनि यो ढुङ्गा हो। अनि यहाँ पनि फुल छ। यो चाहिँ हाम्रो घर भयो यो। अनि यो चाहिँ धुप्पीको बोट हो कि खै के, धुप्पीको बोट हो यो चाहिँ। अब यहाँ चाहिँ किवी खेती छ। हाम्रो चाहिँ किवी खेती गर्नुहुन्छ। यो सब किवी खेती हो। यो जति पनि देखिरहेको छ यो सब किवी खेती हो। किवी चाहिँ फल्छ। यो चाहिँ अहिले फलिराखेको छ, तर पाक्नु चाहिँ पाकेको छैन, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ किवी हो, जुसी किवी हो यो, खानलाई मिठो हुन्छ। यस्तो तरिकाले फल्छ यहाँ चाहिँ। यो सबै किवी खेती हो। यो सब किवी लाउनु भएको छ। यहाँ माथि पनि किवी खेती हो। यो सब किवी खेती, किवी फल्छ यहाँ चाहिँ। यो चाहिँ जुसै किवी हो। यस्तो तरिकाले फल्छ, हेर्न सक्नुहुन्छ। यो पाक्ने बेला चाहिँ अहिले भएको छैन, अलिक एक दुई दिनमा पाक्छ। यस्तो तरिकाले फल्छ। दुई थरीको किवी लाउनु भएको छ। यो चाहिँ चिल्लो खालको किवी हो। यो चाहिँ धेरै मिठो हुन्छ खानको लागि, एकदम राम्रो हुन्छ। जुसी किवी भन्दा चाहिँ मलाई यो किवी धेरै मनपर्छ। अनि सब किवी खेती छ त्यहाँदेखि, सब किवी खेती छ। पाक्ने चाहिँ बेला भएको छैन। यस्तो तरिकाले फल्छ, हेर्न सक्नुहुन्छ। यो सब किवी हो। यस्तो तरिकाले फल्छ किवी चाहिँ। अहिले पनि धेरैभन्दा धेरै फलिरहेको छ हैन। धेरै फल्छ यो किवी चाहिँ। एउटा पाकेको छ जस्तै लाग्दैछ, एउटा म टिपेर खान्छु। यसको स्वाद चाहिँ कस्तो आउँछ। पाक्ने त बेला भएको छैन, अब बेला त भइसक्यो, अब पाक्छ। त्यही भएर खाँदैछु। पाकेको छ, स्वाद आइरहेछ, राम्रो लाग्दैछ खानलाई। राम्रो छ यो चाहिँ, हेर्न सक्नुहुन्छ। बोटेबाट खाएको चाहिँ धेरै टेस्टी हुन्छ, राम्रो छ। यो सबै किवी खेती हो। तल सब त्यो चाहिँ घर हो हाम्रो। यो पारिपट्टि हिमाल देखिरहेको छ, वरिपरि हिमालले घेरेको छ। अहिले चाहिँ हुस्से लागेको छ। बिहान पख चाहिँ
हेर्नलाई पनि राम्रो लाग्छ। यस्तो छ। अहिले पाहाडमा गर्मी धेरै छ, धेरै गर्मी भइरहेको छ। यो माथि चाहिँ हाम्रो गोठ हो, त्यहाँ गाईहरू पाल्नुहुन्छ। वरिपरि झापाको जस्तै गर्मी भइरहेको छ यहाँ चाहिँ, यस्तै छ। अब म चाहिँ घर जाँदैछु। कालो ओह्रालो छ पाहाडको बाटो। राम्रै छ तर हिँड्न चाहिँ सकिँदैन। यो चाहिँ म घर पुगेँ। यो चाहिँ हाम्रो घर हो। यो चाहिँ भट्टी हो, भट्टी हो यो चाहिँ। यहाँ फुल फुलेको छ, धेरै राम्रो। अनि यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ अलैँचीको भट्टी लगाउन, अलैँची सुकाउने गरिन्छ। भट्टी हो यो चाहिँ। त्योबाट यस्तै यस्तै छ। मम्मी चाहिँ पिठो कुट्दै हुनुहुन्छ आज रोटी पकाउनको लागि। सेलरोटी यस्तो तरिकाले कुट्नुपर्छ पाहाडको ठाउँमा चाहिँ। यहाँ सुविधा छैन नि त, सुविधा छैन, त्यही भएर यसरी कुट्नुहुन्छ। यसरी ओखलीमा कुट्नुपर्छ। यस्तै छ। घाम चाहिँ धेरै छ। बाई बाई। आजको भ्लग चाहिँ यति नै हो मेरो। अब अर्को भ्लगमा भेटौँ। बाई।